फिल्म जस्तै हो अब भन्नु हामी गौतम खानदान पिकनिक गएको धेरै वर्ष भयो यसो पिकनिक खान जानुपर्ने कहिले हो हाम्रो 2-3 वर्ष भइसक्यो एकजना भएको कहिले गर्ने भोलि नै जाउँ न त तिमी घर जाउँ अब म विक्रमलाई फोन गर्छु है त सबैजना परिवार जाउँ रमाइलो गरेर आउँ हेलो यहाँ पिकनिक जाने प्लान बन्यो अब भोलि नै हामी चाहिँ फ्यामिली पिकनिक जाने कुरो भयो भोलि नै पिकनिक जाने कुरो भयो के छ विचार भन्यो ए हो ल ल ल त्यसो रेडी हुने त बेलुकातिर आउने सामान जोड गर्ने अनि रेडी हुने भोलिलाई ल ओके छ त जानु पऱ्यो नि त हामी भोलि पिकनिक जाने अगाडि तपाईँ भन्दा नि रविना र जीविका मोटामोटा छन् खान्छन् होइन तिनीहरूले अगाडि राखेकै कुरो एउटा गाँस छ भने मैले चम्चा डाडु हालिदिएको अनि पनिर हाल्यो अरे पनिर समाज हुँदै यहाँ हाल्न मिल्छ पानी 2 कार्टुन बाटोमै हाल्नु न अङ्कल हुन्छ नि अनि हाम्रो पिकनिक भन्ने आयो नि त स्मारक जाने पिकनिक अनि खोइ त नि राम्रा राम्रा हो खोइ भा बाबु अहो राम्रै भारे छ त कति राम्रो भारे छ त नि सामान लैजाउँ त अगाडि के छ होइन उता अरू मटारी बाँड्यो न जुना सिटमा हाल्यौ ल अर्को मान्छे के केटा माथि हजुर वा भने हाम्रो अङ्कल भिड भइरहेको छ भइरहेको केमा यही बनी हो बाहिर नबजे त कुरै छैन भेट्यो मामा बुवा बाइकमा जाने के जाने थाहा थिएन मलाई थाहा थियो कपडा फोहोर भयो कि भएन कस्तो कपडामा गर्थ्यो बमेटले प्लास्टिकमा गयो बमेट आयो भन्यो ल ठिक छ ज्ञानी रहेछ ल ज्ञानी रहेछ लिन जानु पानी किन्ने भने अनि हालेर के कुरो पानी पानी हाल्ने भने त तैँले 2 कार्टुन पानी लिएन म अब गएर ल्याउने 2 कार्टुन पानी पुग्छ 2 कार्टुनले पुग्छ अशोक भाइ र मामा जानु भयो आइजन भुट्टा त
अनि साँच्ची अङ्कल यो आज ठ्याक्क पिकनिकको आयोजना बन्यो यसरी हेर्न सरक्क लाएर सबैजना पिकनिक खान भनेर आइयो होइन अनि वास्तवमा यो पिकनिकको आयोजना बन्यो कसरी त नि यो चाहिँ पहिल्यै पटक हो यसरी आयोजना अब बन्यो हाम्रो पिकनिक जाने भन्ने योजना चाहिँ अब पुरो चाहिँ 2-3 वर्षै भयो चलेको अनि अब आज चाहिँ अब सबैको छुट्टी पनि यसो मिलेको अब प्रदेशले यसो नगरले छुट्टी लिएको पनि यता हाम्रो अब 5 वर्षको मेला गढीमाईको मेलाले छुट्टी गर्दाखेरि सबैजनाको चाहिँ यसो व्यवस्था मिल्छ जस्तो योजना भयो त्यही भएर अनि जाउँ त जाउँ भनेर मैले चाहिँ यसो तपाईँको चाहिँ सबैले सल्लाह गर्दाखेरि जाने भाइ जाउँ त जाउँ भन्ने कुरोमा हावामै हाम्रो यो चाहिँ फ्यामिली पिकनिक प्याक बनेको हो। अनि सरसामान व्यवस्थापन गर्न कतिको समय लाग्यो त हाम्रो धेरै लागेन 2 घन्टामा टक्कै टाकटुक भयो। ए ल ठिक छ धन्यवाद छ हाम्रो अङ्कललाई यसरी व्यवस्थापन भयो। डर लाग्ला नि बनैमा हामीलाई राख मनैमा डर लाग्ला नि बनैमा लेको चरी कहाँ झर्यो घर कता बहिनीको आउन साह्रै मन पर्यो घर कता के भने छोरी
बाटो कसले ढाकेर झन् सानो बाटो हाल्नु सानो त हाल दुईटा ठुल्ठुलो हालेको हो प्लास्टिक एउटा बनाउनु न ओहो यो सक्यो के अरे भाडा नि ल्याएको छैन भने अब के अरे अब यो कहाँ अर्को किन्ने पनि छैन के अरे यसलाई माझ्न पर्यो यसलाई लिएर गएर माझ्न पर्यो त ए अङ्कल मैले यसलाई माझेँ अब फेरि खानुलाई सजिलो हुन्छ भनेर भयो 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 दिदीभाइको एउटा फोटो भिडियो तिमी जान सक्छौ मलाई तिम्रो जरुरत छैन अर्को प्लेटमा हालिदिनु पर्यो क्या साइकल हेर्नु साइकल आकाशमा हेर साइकल हिँडेको साइकल हिँड्नु पो सिक्नु पर्यो बस त्यसको पाएको हो नि पाएको हो छुट्टिन्छ नि यता पनि है म यहाँ सक्छु बोल्दैछु होइन है होइन यता होइन ममा भन्नु त होइन है माइजु होइन ए तान नि त्यहाँ तिमीले त्यो छुनै नहुने र ए म एउटा कौन है ये जान्नु होइन अनि मदिसिया आयो हो मेरो मात्रै होइन कि यहाँ आलु छोडा सबै ए आलु नछोडाउने गरी नै खिच्दे है हो नि आन्टीको यो लगभग 25 मिनटको भिडियो हुन्छ त्यो चाहिँ थाहा छैन यो बिस्तारै बिस्तारै भिडियो भन्छ अब युट्युबमा ल उसले त्यो धनिया नहाले भने त्यो गरेर केही छैन भिडियो खिचे होइन लास्टमा भिडियो नखिच्ने कि लाम बनाउनु न यो लेग पिस पनि छ यसमा यो लेग पिसलाई यो तातो भएको तेलमा हालिसकेपछि अङ्कल कस्तो कलर हुन्छ भन्नु त ठ्याक्कै लाएर ए अङ्कल रातो कलर हुन्छ त्यो भने पाकेको त्यसपछि त्यसलाई निकाल्ने अनि खाने होइन रबिना नानी हो कि होइन ल नि उताबाट बनाउनु न म गयो नानी भयो भयो धेरै पाक्छ फेरि होइन एकचोटि जानी जति हाल्नु परिहाल्छ ल भयो बाबु सबैभन्दा सानो हो भुइँबाट यहाँ कहाँबाट ल्याउने यहाँ महँगो पऱ्यो ल भयो भएन
तान्नु आन्टी तान्नु न तान्दिनँ म त लाज लाग्छ तान्नु तान्नु त झ्याप्प लाएर हो खोइ माइजू बिचरा बेजार नबोल्नु भन्दा यो अहिले रोस्टको कार्यक्रम भयो भन्ने हुन्छ नि त तान्दै तान छोरी तपाईँ भान्चे म मान्छे म पिकनिक आएको स्मारक सबैजना रमाइली रोज चलाइरहेको छु तपाईँ नखाने मान्छेले अनि चलाउन मिल्छ म सेवा गर्छु नि त म सबैजना खुवाउँछु म मैले हिजो खाएरै आएको हो ए हो म सबैलाई खुवाउँछु म छिटी डुबुर गर्दिनँ म सबैलाई गर्छु नि त ए ल हस् 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 बाइस वर्षमा बल्ल 20-22 वर्ष भयो स्मारक आइएको थिएन स्मारक आएर मस्तै घुमघाम भइरहेको छ कस्तो रमाइलो आचा आचा राम्रो आचा यहाँसम्म त राम्रो अन्टीको आचा यहाँ माथि हेर बेटा माथि हेर फुल हल्लाउन मनाइ छ रे त अनि हिँड्दा त हल्लिहाल्छ नि ल सबैजना यता हेरौँ त माथे ल ल ल ल ल जानु जानु कहिले आउँछ 3 वर्ष भयो अर्को वर्ष यो त नगरा 3 वर्ष भयो ओ यो मकानी बुढीमा त बोकेर राख्छ कति खुसी भयो अब मम्मी उहाँ हेरेर काम गर्नु पर्छ हेरेर भए है काम गर्नु यो 4-5 वर्ष अगाडि हुनुपर्छ के आन्टी